आयो साथीहरु कता कताबाट हेर्दै हुनुहुन्छ बिन्दास पाराको किबी आयो हेर्नुस् टक्क हाम्रो कडेल दाइले पुरा एडभर्टाइजिङ गरेर साउ चाहिँ उहाँ हुनुहुन्छ यो फलाउनी चाहिँ हैन फलाएर ल्याएर बेच्ने चाहिँ तर यो बेच्ने चाहिँ साउ हुने भयो ए बेच्ने साउ हुने भयो रे दाइ साउ चाहिँ लेबर त हुँदैन नि यो बेच्ने चाहिँ साउ हुने हो हामीलाई साउ बनाछ तर साउ यिनीहरु उल्टो काम भइराछ यहाँ दाइ सबै फसल भनेको यो चाइनालाई पनि फेल गरी भइसक्यो ओ नेपालको त मगाउने राउ हुने भयो बेच्ने चाहिँ साउ राउ मगाउने राउ मगाउने राउ बेच्ने साउ खुद्रा बेच्ने साउ ओहो तर सही बोल्यो तपाईले किसान राउ त एकदम नराम्रो किसानको बिजोग भयो ल हेर्नुस् नेपालमा यस्तो उत्पादन भएको चिजहरु सरर सबैले खान पाउनुहुँदो रहेछ ल हेर्नुस् ढुक्क भएर बस्ने दाइ बनेकै रहन्छ खेर गयो हाम्रो बन्यो त हेर्नु होला हाम्रो एकाउन्टमा गएर हाम्रो एकाउन्टमा गएर हेर्नु होला ओहो सेरा खोल्यो सेरा बनेन नि अब यहाँ बनेन है ला ल साथीहरु तपाईहरुको गाउँतिर टक्क बेच्न आउँदैछौँ हामी टक्क आउनु होला है हेरेर बनाउनु पर्यो नि त रेडी ल हाम्रो आज कृष्ण दाइ भन्ने साउको यसो दुई चारवटा कुराकानी सुनाऊ है प्रोडक्ट हो अहिले यो अब नेपालको उत्पादन हो यो बल्ल सुरु भएको छ अब यहाँ केटाहरूले लिएर गएर अहिले यति बेच्न त 10,000 यहाँ भित्र बाहिर जाने मान्छेहरू डङरङ्गे यही ठेलामा बरु बेचौँ आफ्नो चिजहरूलाई प्रस्थापित दिउँ ल हेर्नु त यो स्वदेशी के हो यो मालै माल खोले अहिले यहाँ हेर्नु त यहाँ यस्तो चिज किन्नलाई यो 600 रुपियाँ किलो थियो अहिले केटाहरूले 300 मा बेचिदिन्छ दाइ युरोप फेल खायो नि कमाइलो त युरोप क्यानाडा अस्ट्रेलिया यहीँ बनाउने हो सकेसम्म केटाहरू यतातिर केटाहरूले पनि यिनीहरूले यता देखाउँछ सलमान खान जस्तो हाम्रो साउथ फिल्मको पुरै फेल गर्ने खाले ओ नेपाली सलमान खान पनि देखिरहेछ सब अब यतातिर ल्याउँदाखेरि चाहिँ म अब अलिकति पहिलेदेखि हेर्नुसम्म जन्माएको पहिलेदेखि हेन्सम जन्माउनु भएको होइन